चाहिँ अहिले आइपुगेँ बुढी खोला। यहाँ देख्न सक्नुहुन्छ सानो पशुपति हो यो है। यहाँ दुईटा बाघहरू पनि रहेछ साथीहरू। खुर्सानी लायन इन्टरनेसनल लायन क्लब अफ खुर्सानी। ओ लायन क्लब रहेछ है साथी। हेर्न सक्नुहुन्छ यो के जाति हो, यो डाँडा ढाट के लेखेको थियो पढ्ने भाइ हेर्न साथीहरू। केही छैन। तपाईँहरूलाई म स्पेसल भ्यू देखाउँछु ल। यो चाहिँ हामी लेटाङ छिरिसक्यौँ होइन। यो चाहिँ लेटाङको जङ्गल हो। हेर्नु यस्तो बबाल भ्यू छ यहाँ चाहिँ। यस्तो टर्निङ बाटो पनि हेर्नु है त। म तपाईँहरूलाई यस्तो दामी भ्यूज देखाउँछु ल साथीहरू। हेर्नु हेर्नु टाढा टाढा टुङ टुङ ल। हेर्नु साथीहरू यस्तो बबाल सिन छ यता माथि चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ मराङ्गी पुल अरे है। यता 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 तल हेर्नु जस जाँते भन्ने ठाउँ हेर्नु जाँतो यस्तो छ साथीहरू। यो सामान यति धेरै छ आज चाहिँ। यो बर धेर छ है हेर्न सक्नुहुन्छ। यसरी सामान लोड गरेर हामी चाहिँ अब हिटोरीतिर जाँदैछौँ। चाहिँ मैले सामान बोकेर देखाउनु पाएको छैन साथीहरू। नेक्स्ट सामान एकदम धेर पनि छ है। सामान बोकेर पनि के देखाउनु र तपाईँहरूलाई यस्तो भ्यूहरू देखाए भइहाल्यो नि होइन र साथीहरू। हेलो एभ्रीबडी वेलकम ब्याक टु माई च्यानल है। फेरि पनि तपाईँहरूलाई धेरै 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 स्वागत छ। आज चाहिँ भ्लग भनेको घरदेखि नै स्टार्ट गरेर म हिँड्दैछु साथीहरू। तपाईँहरूलाई आजको दिन के कसो हुन्छ म तपाईँहरूलाई देखाउने छु है त साथीहरू। ल साथीहरू हामी चाहिँ केर्खा पनि आइसक्यौँ है। अब हामी यहाँबाट जानेछौँ होइन। देउलीको कार गइहाल्यो देउलीको। हामी चाहिँ खाल्टा फुल्कीमा आइसक्यौँ फेरि पनि धुलो खानलाई। नेपालको धन भनेको यो धुलो हो अहिले चाहिँ। पछि फेरि यहाँ यस्तो सर हुन्छ नि फेरि पुरै छोड्थ्यो। हामी चाहिँ अहिले पाडाजुङ्गी आइपुग्यौँ नि साथीहरू। ल स्पिडमा एकै स्पिडमा आइपुग्यो। ल साथीहरू म चाहिँ दमक आएर पनि फेरि गाडी लिन आइसकेँ है साथीहरू। यस्तै छ काम आज चाहिँ। तर म नयाँ इटरीतिर जाँदैछु है साथीहरू। इटरीतिर जानेछु। तपाईँहरूलाई बिचबिचमा के हुनेछ के कस्तो हुनेछ है देखाउने छु भन्ने छु है त साथीहरू। आज भनेको चाहिँ इटरीको टुर हिपीको। ल तपाईँहरूलाई के कस्तो हुन्छ देखाउने छु है त साथीहरू। ल हेलो साथीहरू हामी चाहिँ सामान यति धेरै छ आज चाहिँ। यो बर धेर छ है हेर्न सक्नुहुन्छ। यसरी सामान लोड गरेर हामी चाहिँ अब हिटोरीतिर जाँदैछौँ। यो चाहिँ भाइरल रोड हो। बाटोमा के कस्तो हुनेछ तपाईँहरूलाई फेरि देखाउने छु है त साथीहरू। यहाँ छ मेरो गाडी। ऊ त्यहाँ छ मेरो पार्टनर चाहिँ आज मेरो जिग्री है। ल ल साथीहरू बाटोमा के कसो हुनेछ तपाईँहरूलाई देखाउने छु है त। लभ यु साथीहरू। साथीहरू हामी चाहिँ फाइनल्ली पत्री टेकिसक्यौँ होइन साथीहरू। अब हामी चाहिँ यहाँबाट भित्र लागेर जाँदै हुँदै लेटाङ जानेछौँ साथीहरू। ओ माई गड लेटाङ गएर साथीहरू त्यहाँको सामानहरू दिएर अनि हामी निस्केर इटरीतिर लाग्नेछौँ है त साथीहरू। अब हामी यहाँबाट ट्याक्क जानेछौँ। यहाँबाट जाँते छिरेर हामी जानेछौँ है त साथीहरू लेटाङ।
बिचबिचमा के कसो हुनेछ म तपाईँहरूलाई देखाउने छु है त साथीहरू। ल साथीहरू हामी चाहिँ फाइनल्ली जाते भन्ने ठाउँ आइसक्यौँ है साथीहरू। जाते एकदम यो चाहिँ जाते नगरपालिका हो कि गाउँपालिका हो, जस जाते भन्ने ठाउँ हेर्नु जातो यस्तो छ साथीहरू। अब हामी रफ्तारमा लेटाङबाट सिधै तपाईँहरूलाई लेटाङमा भेट्नेछु है त साथीहरू। तपाईँहरूलाई म स्पेसल भ्यू देखाउँछु ल। यो चाहिँ हामी लेटाङ छिरिसक्यौँ होइन, यो चाहिँ लेटाङको जङ्गल हो। हेर्नु यस्तो बबाल भ्यू छ यहाँ चाहिँ, यस्तो टर्निङ बाटो पनि हेर्नु है त। म तपाईँहरूलाई यस्तो दामी भ्यूज देखाउँछु ल साथीहरू। हेर्नु हेर्नु टाढा टाढा टुङ टुङ। ल हेर्नु साथीहरू यस्तो बबाल सिन छ यता माथि चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ मोराङ्गी पुल अरे है। यता 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 तल हेर्नु यहाँ छ मेरो जिग्री चाहिँ है यता। यस्तो बबाल भ्यू छ नि यहाँ हेर्नु ल साथीहरू। यो कुन बाँस भन्छ, बाँसै होला सायद। हेर्नु यस्तो बबाल छ साथीहरू यहाँ हेर्नु न, यस्तो बबाल बाँस छ क्या। परबाट यस्तो दामी भ्यू आएको थियो है त साथीहरू। अब डाइरेक्ट लेटाङ बजार पुगेर म तपाईँहरूसँग भेट्ने छु है। ल साथीहरू हामी चाहिँ लेटाङ छिरिसक्यौँ है साथीहरू। ल यहाँ बस पार्क आइसक्यौँ हामी चाहिँ। हेभ अ लुक दिस बस पार्क है। यहाँ चाहिँ बजार लाग्छ, आज चाहिँ बजार होइन नि त साथीहरू, त्यही भएर खाली खाली धुल्ना धुल्ना छ है। यहाँ चाहिँ बाटो बनाउँदैछ है। सो अब तपाईँहरूलाई म बिचबिचमा के कसो हुनेछ म तपाईँहरूलाई देखाउने छु है त। ल साथीहरू हामी चाहिँ यो लेटाङमै छौँ साथीहरू। काम यस्तो धेरै छ नि, आज सामान एकदम धेरै थियो नि त, त्यही भएर म तपाईँहरूलाई देखाउनु नि पाएको छैन साथीहरू है त। अब यो म अहिले यो लेटाङको यो सामानहरू दिइसकेर तपाईँहरूसँग भेट्नेछु। बिचमा के कस्तो हुनेछ तपाईँहरूलाई जानकारी हुनेछ है त साथीहरू। ल साथीहरू हामी चाहिँ ठ्याक्क यो लेटाङको सामान दिएर अब हामी चाहिँ निस्किसकेको छौँ है। अब हामी सिधै के अरे त्यो लक्ष्मी मार्गतिर सामान दिनेछौँ। यी बाख्रा जिन्जीहरू चाहिँ यस्ता सब बाटोभरि रहेछन् है। अब हामी चाहिँ डाइरेक्ट तपाईँहरूलाई म लक्ष्मी मार्ग पुगेर भेट्नेछु है त साथीहरू। लभ यु अल। यो भिडियो चाहिँ सबैजनाले अन्तिमसम्म हेरिदिनु है त साथीहरू। साथीहरू हामी चाहिँ लक्ष्मी मार्गमा आइसक्यौँ है साथीहरू। अब हामी यता सामानहरू दिनु छ। अब सामान दिएर अनि हामी फेरि पनि इटरीतिर लाग्नेछौँ है त साथीहरू। हेर्न सक्नुहुन्छ यो के जाति हो, डाँडा ढाट के लेखेको थियो पढ्ने भाइ हेर्न साथीहरू, केही छैन। अब हामी यहाँ सामान दिने छौँ है साथीहरू। लभ यु अल। ल साथीहरू हामी चाहिँ अझै बेलबारी आइपुग्यौँ है साथीहरू। आज चाहिँ मैले सामान बोकेर देखाउनु पाएको छैन साथीहरू, किनकि सामान एकदम धेरै पनि छ है। सामान बोकेर पनि के देखाउनु र, तपाईँहरूलाई यस्तो भ्यूहरू देखाए भइहाल्यो नि होइन र साथीहरू। हेर्नुहोस् यस्तो दामी भ्यू छ साथीहरू। अब सामान भनेको चाहिँ यति छ, अझै छ नि हौ इटरीसम्म पो जाने हो त हौ हामी है। यति छ सामान चाहिँ। यहाँ यतिको हाम्रो गाडी है यो चाहिँ। ल त साथीहरू फेरि पनि बिचबिचमा के कसो हुनेछ अपडेट भइहाल्छ है त साथीहरू। ल हेलो साथीहरू म चाहिँ आइसकिसकेँ फेरि पनि खोर्सानी है, खोर्सानी चोकमा आइसकेँ। हेर्नुहोस् आज चाहिँ म छेउमा लगेर देखाउँछु है त। यहाँ दुईवटा बाघहरू पनि रहेछ साथीहरू। यी खोर्सानी लायन इन्टरनेसनल लायन क्लब अफ खोर्सानी। ओ लायन क्लब रहेछ है साथीहरू। ल
ल साथीहरू अब फेरि हामी इटरीतिर जाँदै नै छौँ। रात पर्न लागिसक्यो हो, देख्न सक्नुहुन्छ। अब तपाईँहरूलाई म फेरि पनि बिचबिचमा के कस्तो हुनेछ तपाईँहरूलाई जानकारी हुनेछ है त साथीहरू। भिडियो चाहिँ अन्तिमसम्म हेर्न नबिर्सनु होला है साथीहरू। ल साथीहरू म चाहिँ अहिले आइपुगेँ बुढी खोला। यहाँ देख्न सक्नुहुन्छ सानो पशुपति हो यो है, पशुपतिको दोस्रो इटरीको। मान्छे सान्थे यसो काजक्रिया गर्ने ठाउँ यताउता। ल अगाडि हेर्नु यस्तो दामी भ्यू आएको छ नि साथीहरू, बाफ्रे। अब म तपाईँहरूलाई डाइरेक्ट इटरी चोक गएर भेट्नेछु है त साथीहरू। ल साथीहरू हामी चाहिँ इटरीको बजारमा छौँ। ड्युटी सकेर अब हामी चाहिँ फर्किँदैछौँ साथीहरू होइन। यस्तै छ, के गर्नु, आजको काम उब्बर धेरै थियो क्या, लास्टै प्रेसरवाला काम थियो साथीहरू। आज चाहिँ अब हामीले हान्यौँ, आजको ड्युटी चाहिँ खलास भइसक्यो, फिनिस है। टिटिट हेर्नु न साथीहरू, यार यस्तरी छेकिदिन्छ नि, यस्तरी छेकिदिन्छ नि, हामीलाई त घरै जानु दिँदैनन् हौ। के गर्नु साथीहरू, के गर्नु। ल साथीहरू यस्तै हो, जति गरे पनि होइन, कुरो कानी माछा पानीमा होइन, यस्तै हो साथीहरू। भिडियोको अन्तिमतिर आइसके र आजको लागि यति नै है। म अब सिधै अर्को भ्लगमा भेट्नेछु। सी यु इन द नेक्स्ट भ्लग। ओके बाई बाई, टेक केयर, लभ यु अल।